लाख रुपैयाँको पुरस्कार राशि रहेको छ भने उपविजेताको लागि 6 लाख रुपैयाँ बराबरको पुरस्कार राशि रहेको छ। वर्षहरू अगाडि प्रतिनिधित्व गर्दै आएको टोली 3 पटकसम्म त्रिवेणी कपको आभास गरिसकेको छ। त्यो ट्रफीको मोह उनीहरूलाई थाहा भइसकेको छ भने यहाँ बल हस्तान्तरण आजका म्याच रेफ्री प्रज्वल छेत्रीलाई। मनमोहक दृश्य रहेको छ र यसले नेपाली फुटबलको मोह देखाइरहेको छ, दर्शाइरहेको छ। र यो हेरौँ हामी डाँडा डाँडामा जहाँसम्म बस्न पाइन्छ, किनभने मैदानमा लिमिटेड सिट रहेका कारणले दर्शक बाध्य हुनुभएको छ डाँडा डाँडा बसेर हेर्नको लागि। र यो विसलका साथ 33औं संस्करण त्रिवेणी कपको फाइनलको खेलको सुरुवात भएको छ। पढ्ने प्रयासमा थिए तर इन्टरसेप्ट हुन पुगे उनी त्यहाँ। यो मौका सेमिफाइनलको खेलमा सहज जित हासिल गर्न सफल थियो लाङ्दी देवी र 2-0 को जित हासिल गर्न सफल थियो। कुनै रेस्टै भने पाएको छैन लाङ्दी देवीले, तर यहाँ मौका बनाउने प्रयास एपीएफ को शट, अझै पनि मौका, अनि रिचर्ड लेफ्टबाट रन बनाउँदै मार्क गर्ने प्रयासमा उनलाई विपिन श्रेष्ठ। विपन स्पेस दिइरहेका छैनन्, बल पोजेसन जित्न सफल, नो फाउल र काउन्टर अट्याकमा जान सक्छ। हरिकार्की लङ बल खेलाउँदै युवराजलाई, युवराज हरिकार्की, प्रदीप, यो भाइटल साबित हुन सक्छ। बल अगाडि बढ्दै हाम्रो पास फार साइडमा रिचर्डको लागि, रिचर्डको क्रस त्यति राम्रो हुन सकेन। मानबहादुर राणा मगर बल क्लियर गर्न सफल। एपीएफ का समिराज ठोकर र सुमन श्रेष्ठ घाइते भएर यो खेलमा। रोहन पदम, पदम त्यहाँ झन्डै बल फुस्काइसकेका थिए। शार्प देखिरहेका छन् एपीएफ का खेलाडी। युवराज र नो फाउल, यहाँ क्रस कट गर्न सक्छन्, माइट बी अ फाउल एन्ड द्याट विल बी अ फाउल। स्वासको यो फ्री किक, अझै पनि रिबाउन्डको अवसर छ। हाम्रो डमी दिने प्रयास थियो तर यहाँ विश्वास पछाडि झरिसकेका थिए र बुद्धिमान राई। क्रसको आवश्यकता, क्रस तर मिस गर्न पुगे उनका टिममेटले। रन बनाउँदै हरिकार्की बललाई मैदानमा भने राख्न सकेनन् पदम, तर ती रोशन थिए। ब्ल्याङ्कबाट हरिकार्की, क्रस गर्ने आवश्यकता, हरिको क्रस तर त्यति बेस्ट सकेन। यहाँ मौका छ एपीएफ को लागि। व्हाट अ ब्लक! लङ बल यस पटक भने सोझै त्यो यो साइडबाट उनलाई हुनेछ, त्यस कारणले लेफ्टबाट बढी बल खेलाइरहेको अवस्था छ। बल विन, रिचर्ड अन द बल, टिममेटको खोजीमा रोहन, बल बाहिर प्रहार गरेका छन्। यसअघिको खेलमा जुन हाफ टाइम अगाडि केही मिनट बनाइरहेको छ भने पुनः यस पटकको लागि मौका क्रिएट गर्न खोज्दै थिए तर सन्तोष द बल, रणदीपको क्रस, मौका फेरि बनेको भने थियो सुजल डङ्गोलको लागि। टाढा जान पुग्यो आफ्नो बडी भन्दा। आदित्य बल जिताउन सफल, अगाडि पनि बढ्दैछन्। केही फार साइडबाट बल अगाडि बढाउने प्रयास, यहाँ ओपन पोस्ट, ओ माय गॉड, कसरी मिस गर्न पुगे। अवसर गुमाएका छन् यतिखेर। सुजल डङ्गोल अन द बल, सुजलको पास, ह्यान्डबलको अपिल नट गिभन। घुममा मात्रै लागेको थियो, अझै पनि मौका, तर यो लाङ्दी देवीका एन्डबाट पनि हामीले राइट एन्ड लेफ्टमा पनि केही स्विचिङ्सहरू देख्न पाइरहेका छौँ। तर यस पटकका लागि भने प्रदीप केही फिजिकल पनि भइरहेका छन्। बलमा आफ्नो
आकाश फरवर्ड पास उनको र यो बल बाहिरिएको छ। पहिलो हाफको विसल उनले बजाएका छन्। यो सङ्केत हो पहिलो हाफ सकिएको छ। दुवै टिम फाइनलको खेल। यो विसल फेरि एकपटक सुरुवातको सङ्केत। टिम देख्ने गर्दथ्यौँ त्रिवेणीमा र त्रिवेणी कपमा हामीले उनीहरूको 3 पटकसम्म अन्नपूर्ण 11 नाम गरेको टिम जब पनि रहने गर्दथे त्यो लोकालिटीलाई नै उनीहरूले के फिट देखिएका छन् प्रदीप यस प्रतियोगितामा। लङ बल प्रदीपको केही समय अगाडि चोट भने बोकेका थिए, तर अब हामी बुझ्न सक्छौँ प्रदीप कम्प्लिटली आउट अफ इन्जुरी छन्, चिनाइ पनि सकेका छन्। लङ बल र मलाई स्मरण छ शैलेश, लमजुङ दरबारकै कुरा गर्ने हो भने पनि त्यहाँबाट लमजुङ सहरको जुन दृश्य रहेको छ भ्यू पोइन्टबाट निकै सुन्दर रहेको छ। त्यसै गरी रोहन कार्की लिनेछन् खेलको 59औं मिनेटमा यो फ्री किक। रोहन बल लेफ्ट गर्दै पञ्च आउट गरेका छन् एन्जलले। यो क्विक फ्लिक आकाशको, तर बल बाहिरिएको छ। डिश होम गो एप मार्फत हामीलाई प्रत्यक्ष प्रसारणमा हेर्न सक्नुहुन्छ। लेफ्ट साइडबाट बल अगाडि बढाउँदै सरोज गुरुङ राम्रो पिट गर्न सफल भए प्रदीपलाई। रोहन पोजेसन गुमेको छ रोहनको, राम्रो च्यालेन्ज थियो त्यहाँ। यो हेभी टच, उनी ह्याट्रिक गर्ने खेलाडी थिए र यस प्रतियोगिताको यस संस्करणको पहिलो र मात्र ह्याट्रिक कर्ता र सेलिब्रेसनको क्रममा उनको एङ्कल ट्विस्ट भएको थियो र सायद केही दिनको समय पश्चात रिकभरी भएको छ। राम्रो होमवर्क उनको फिजियो टिमद्वारा। आदित्यको हेभी च्यालेन्ज यो दिपेशमाथि, फाउल फ्री किक केपिएफको लागि। र यसको क्रममा हामीले क्रेडिट दिनुपर्छ जुन फिजियो टिम रहेको छ एपिएफको। अब भने यो मौका बनाउन सक्छ, अझै पनि मौका। व्हाट अ सेभ! सुजलको प्रयास रोक्न सफल एन्जल श्रेष्ठ र डिफेन्डिङको क्रममा घाइते हुन पुगेका छन् विश्वास उदास। रिचर्ड लेफ्ट विङमा राम्रो पोजिसन। यो क्रस पास रहेको थियो तर हेडरको साथमा क्लियर गर्न सफल। क्याप्टेनको स्विच लेफ्ट फ्ल्याङ्कमा, वन्डरफुल टर्न। सरोज गुरुङ, सरोजको क्रस, रिचर्ड फार साइडबाट रन बनाउँदै, तर यो सेभ, यो ग्र्याब। अब भने बल अगाडि बढाउने छन् रोहन कार्की। ओभरल्यापिङ रनमा त्यहाँ थिए सरोज। आदित्यको यो क्रस फार साइडमा, यो सट सुजलको राम्रो इम्प्रोभाइजेसन। भलिमा लिन चाहन्थे, इम्प्रोभाइज सट थियो तर टार्गेटमा रहन सकेनन्। आज पनि सार्प देखिरहेका छन् सुजल। र यहाँ आदित्य साक्यको पनि उत्तिकै राम्रो डिस्ट्रिब्युसन थियो जस्ट इनसाइड द बक्स एन्ड ही वान्टेड टु गो फर अ क्विक भली, तर यहाँ त्यो टार्गेट भने रहन पुगेन। यदि टार्गेट रहेको भएदेखि, तर आदित्य पनि बल होल्ड भन्ने गर्न सकेनन्। विश्वास उदास अब अगाडि बढ्दै, विश्वास हरि ब्याक टु विश्वास। क्रसको आवश्यकता, क्रस भने आएको छ। यो शट अन पुलिस फोर्स, युवराज खड्का गोल गर्न सफल। द डिफेन्डिङ च्याम्पियन स्ट्राइक। खेलको 76औं मिनेटमा एपिएफले खेलमा अग्रता लिएको छ। दर्शक दीर्घामा उत्साह, यो राम्रो कम्बिनेसन प्ले र अन्तिममा गोल निकाल्न सफल युवराज खड्का। यस प्रतियोगितामा पहिलो पटक स्कोर सिटमा आफ्नो नाम लेख्दै यो राम्रो कम्बिनेसन प्ले खेलाडीहरू बीच। यहाँ हरि कार्कीले पनि उत्तिकै राम्रो पास दिँदै गर्दाखेरि सबैभन्दा राम्रो अवस्था यहाँ त्यो क्रसको रहेको थियो। विश्वास उदासको त्यो क्रस, त्यस पश्चात सेकेन्ड बारमा त्यो बिट गरेका छन् गोलकिपरलाई युवराज खड्का। र यसपटक पनि प्रमिजे गच्छदार कुनै पनि उत्तर थिएन उनीसँग, र यो सेलिब्रेसन उनको दर्शकसँगको। युवराज
एक गोलले पछाडि छ लाङ्दी देवी। कर्नर इन हेडर, यो बल बाहिरिएको छ। र केही हदसम्ममा हेर्नुहुन्छ भने एपिएफ को लागि अब बस 12 मिनटको समयावधि रोकेर राख्नु छ यदि यो खेल र 2 पटक लगातार त्रिवेणी कप उचाल्नु छ भने। र एपिएफ यहाँ क्लियरेन्स पनि गर्न चाहँदै थिए। पुनः यस पटकका लागि पनि लङ्गर बल, लङ रेन्ज र फट। एक गोलले पछाडि छ फाइनलको खेलमा र 9 मिनट भन्दा कमको समय बाँकी छ खेलमा। यस प्रकारको शट लिने होइन। कन्फिडेन्ट छन् र यो टाइम वेस्टिङको लागि एन्चलले कार्ड प्राप्त गरेका छन्। माफ गर्नुहोला, एपिएफ का 2 खेलाडी यहाँ अर्को मौका बनाउने प्रयास प्रदीपको। This might be the last nail in the coffin. प्रदीप लामा आफ्नो टिमको लागि दोस्रो गोल गर्न सफल र आफ्नो लागि पनि यस प्रतियोगितामा तेस्रो गोल गर्न सफल। एपिएफ को झण्डा फरफरिएको छ, साथमा नेपालको पनि झण्डा फरफरिएको छ। पहिलो खेलमा पनि गोल गरेका थिए उनले र क्वार्टर फाइनलको खेलमा पनि इम्पोर्टेन्ट इक्वलाइजिङ गोल गरेका थिए भने यहाँ भने बिट हुन पुगे पदम र यो सुपर फाइन फिनिश उनको। एपिएफ अब भने 2 गोलको अग्रतामा। प्रदीप 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 यो नाम याद गरिराख्नु पर्ने नाम हो र कण्ठस्थ नै पारिराख्नु पर्ने नाम हो। किन भन्दा प्रदीपको जुन खेल छ, एक गोलले ट्रेल गरिरहेको छ र दोस्रो गोल 80 मिनट पश्चात कन्सिड गर्छ भने। राम्रो बल कन्ट्रोल विशन गुरुङद्वारा थियो। रोशन पहाडी अहिलेका लागि आदित्य शाक्य। आशाको किरण जगाउन सक्छन् आदित्यको क्रस, हेडर क्लियरेन्स खतरा भने टरेको छैन। पदम क्रसको आवश्यकता, आदित्यको क्रस सिधै गोलकिपर सेभ गर्न सफल। यहाँ हेरौँ समर्थन एपिएफ को सशस्त्र प्रहरी बल। यस विसलका साथ 33औं त्रिवेणी कप को विजेता बन्न सफल डिफेन्डिङ च्याम्पियन्स आर्म्ड पुलिस फोर्स। पहिलो खेलमा 5-0 को जीतको साथ यस प्रतियोगिताको सुरुवात गरेको टिम एपिएफ र लगातार रूपमा दोस्रो संस्करण पनि जित्न सफल रहेका छन् भने हेवीको प्लेयरको सेलिब्रेसन पनि देख्न पाइरहेका छौँ। र पहिलो गोलकर्ता हामीले स्क्रिन फ्रेममा देख्न पाइरहेको छ। के पछाडि रहेका छन् उनी युवराज खड्का। त्यस पश्चात भने देख्न पाएका थियौँ हामीले 12 लाख को पुरस्कार राशि पनि प्राप्त गर्नेछ एपिएफले र उत्साह यो एपिएफ को खेलाडीहरूमा। युवराजको कुरा गरौँ, the final score line of the final of the 33rd त्रिवेणी कप, यो 33औं संस्करणको फाइनल खेलको फाइनल स्कोर लाइन लाङ्दी देवी नालमा 0 आर्म्ड पुलिस फोर्स 2। त्यहाँ र समीराजले ह्याट्रिक गरेका थिए भने प्रदीपले 3 खेलमा 1-1 गोल गरेका थिए र दुवैको जर्सी नम्बर पनि निकै रोमाञ्चक छ। प्रदीप 77 नम्बर लाउँछन् भने समीराज 7 नम्बर लगाउँछन्। 7-7-7 को यो कम्बिनेसन आफ्नो 2022 को विश्वकपमा जब मेसीले गरेका थिए त्यो ट्रेन्ड निकै भएको छ। यो समय